है साथीहरू, अब यो दसैँको उपलक्ष्यमा अब दसैँको उपलक्ष्यमा नवदुर बङ्गालले रक्षा गरून् सबैलाई। विजयादशमीको हार्दिक शुभकामना सबैलाई। यसरी अब दीप प्रज्वलन गरेर ट्याक्कै 11:53 सुरु गर्यो। अब चट्ट लाएर थोरै भयो र खाना त पातिहाल्यो। फेरि पनि घुम्माको देखाउनु पर्यो अलिकति। टिका अलमोस्ट भुलिसकेको अवस्था थियो। टिका त पछि लाग्ने होला सायद, त्यसलाई लगाएर ट्याक्क मिलाएर हाल्नु पर्यो भनेर। यहाँ हुन्छ यस्तो गरिदिउँ। सबै त अड्डिन्छ क्या ल। भयो विजयादशमीको नवदुर्गा भवानी सबैको रक्षा गरून्। यो खुसियालीको खास यो विजयादशमी भनेको खुसियालीको लागि मनाउने पर्व हो। अन्यायमाथि शक्तिको जित भएको दिन भनेर भनिन्छ। लामो भयो, अलिक छोटो बनाइदिउँ।